के अरे मेरो चाहिँ विधि मजगुटी हो मेरो नाम हैन। अब मेरो चाहिँ बच्चाहरू 3टा छ अनि अब परिवार गर्दा हामी 5 जना छौं श्रीमतीसम्म हैन। अहिले चाहिँ धादिङ बेसीतिर चाहिँ अब कस्तो गरिरहेको छु भने अब टाइल कम्पनीतिर काम गर्छु, कहिले यो पोस्टपास काम, कहिले चाहिँ गाडीमै लोड अनलोड गर्छु गरेर आफ्नो बच्चा परिवार पालेको छ। अनि मेरो छोरीको चाहिँ अब त्यो 1.5 वर्षदेखिको नि अप्सन गरेर हेर्दा के अरे एक्सरेहरू गरेर हेर्यो, त्यहाँबाट भिडियो एक्सरेहरू गरेर हेर्दाखेरि मुटुमा पल परेको भन्यो। मुटुमा पल परेको भनेपछि अब अप्सन गर्नुपर्छ भने त्यति बेला 1.5 लाख लाग्छ भनेको थियो। आफूसँग पैसा नहुँदाले अब मलेसिया गयो, मलेसिया गएर त्यहाँबाट फेरि कतार गएर हुन्छ भनेर भएन। मेरो चाहिँ के अरे यहाँबाट चाहिँ काम गाडी ग्यारेज भनेको थियो। वहाँ गएपछि ओल्डर र अनि त्यो बिल्डिङ कन्डिसनको काम पर ठुल्ठुलो छाप्रा बनाउने। अनि अब पैसा हामीलाई भने सेलारी नदिने, काम चाहिँ अब हाम्रो चाहिँ एकदम काम लाउने के। त्यहाँबाट अब हामीलाई गाडी ग्यारेज भनेर आउँदा के भयो त भन्दाखेरि हामीलाई त्यही स्टिलको यस्तो ठुल्ठुलो छाप्रा बनाउने अब 100-200 फिट माथिको त्यो खामाहरू हुन्थ्यो। त्यो क्रेनले उचाले भरमा चाहिँ हामीले त्यो के अरे नट कस्न सकेन भने चाहिँ अनि हामीलाई त्यो क्रेनले चिप्यो भने झ्याप्पै हामीलाई एकदम खतरा पनि थियो क्या त्यसमा। त्यस्तो खतरा पनि थियो। अनि हामीहरूलाई घाउ चोट लाग्यो भने आफ्नै उपचार गर्नुपर्ने हस्पिटलमा पनि। अनि अब अलिकति थोरै भने नि यताउता भनेर उनीहरूले गर्ने आफ्नो ज्यान उगार्नुपर्छ भन्ने। त्यहाँ राजदूतावासहरूलाई हामीले त्यो एमबिसीहरूलाई यस्तो भयो उस्तो भयो भन्दा नि केही हेरचाह नगर्ने। अनि एउटा कम्पनी मुदिरहरूले पनि अख्ता गर्दैन। अनि कहाँ के हो भन्दा बिमारी भयो भन्छ यताउता गर्छ, अब पठाइदिइहाल्छ, अब लास प्याक गरेर पठाइदिन्छ। अब हामीहरूलाई चाहिँ अब केही भयो भने अब त्यहाँ गएर चाहिँ यस्तो भयो भनेर हामीले गएर चाहिँ त्यो अफिसमा कुरा गऱ्यो भनेदेखि गेट आउट भन्छ हामीहरूलाई। र हामीलाई चाहिँ के हो भने कपिल मार्फत हुँदो रहेछ। अब कपिलबाट अनि उनीहरूले हामीलाई राखेपछि अनि हामीलाई काम चाहिँ भनेपछि अब गदा लदा जस्तो अब कता लगाउने के अरे अब कतारमा चाहिँ लाखौँ नेपालीहरू छन्, लाखौँ विदेशीहरू छन्। त्यहाँ एउटा कुरो के छ भने अब त्यहाँ गएर चाहिँ अब हामीहरूले सुन्ने अब त्यो मजदुर सङ्गठनहरू छैन। ऋण गरेर गएको छ यहाँ, अब विदेश जाने भनेको छ। अब अर्काको 3 रुपियाँ 5 रुपियाँ ब्याजमा पैसा काटेर गयो। पैसा काटेर जाँदाखेरि अब हामीहरूलाई त्यो ऋण पनि हामीलाई त्यो पैसा पनि दिएन कम्पनीले। अनि त्यो दिएको भए पनि अब हामीहरूलाई चाहिँ के हुन्छ त्यहाँको भन्दा ठुलो हो नि त होइन। हाम्रो त्यो 12,500 भने ठुलो हो यहाँ नेपालको लागि त। अहिले चाहिँ मैले चाहिँ अब आफ्नो खेतबारीहरू यस्तो अब जो अलिअलि थियो धेरै थिएन। अब गरिब मान्छे कति हुन्छ र अलिअलि थियो, त्यो चाहिँ धरोडी राखेर अब कोही बेचबिखन गरेर अहिले मैले चाहिँ नानीलाई चाहिँ के अरे 3.5 लाख जति खर्च गरेर अप्सन गरेँ। अब एकदम दुःख पर्यो। मेरो चाहिँ यो के अरे माघको 24 गते लगेको अनि जेठ के अरे यो फागुनको 24 गते अप्सन गरेर चैतको 20 गते घर लिएर मैले नानीलाई। अब घर चाहिँ एउटा केही पनि हुन सकेन हाम्रो।